Once again, Khadkaji is back again. हामी चाहिँ आज रसो आएको थियौँ बसमा। बाटो बन्दै गरेको अवस्थाले गर्दाखेरि 7 बजीसम्म बाटो अवरुद्ध हुन्छ भनेपछि बसवालाले झार्दियो। अब यहाँबाट त आफ्नो गन्तव्य तय त गर्नु पर्यो। यस्तो डाँडै डाँडा पहाडै पहाड गाडामा यसरी एक्लै हिँड्नु परेको छ। आज गाह्रो छ गाह्रो छ। देखाइ र भोगाइमा हेर लगभग 7 किलोमिटर जस्तो हिँड्यो होला अहिलेसम्म। अझ होला 5-6 किलोमिटर। आज राम्रो हिँडाइमा पर्ने भयो।